वेलकम ब्याक टु माई एमएस टेक युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। हजुरहरूले यस च्यानलमा विभिन्न प्रकारका टेक्नोलोजीका कुराहरू, युट्युब ग्रोथका कुराहरू, अनलाइन अर्निङसँग सम्बन्धित कुराहरू र नयाँ नयाँ एआई फिचर्सहरू सिक्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला, छेउमै रहेको बेल आइकन पनि थिच्नुहोला र हाम्रो भिडियो मन पर्छ भने लाइक गर्नुहोला, शेयर गर्नुहोला अनि धेरैभन्दा धेरै साथीहरूसँग हाम्रो भिडियो पुर्याउनुहोला। ल साथीहरू, आजको भिडियोमा भने म तपाईहरुलाई फेसबुक प्रोफाइल कसरी लक गर्ने र कसरी अनलक गर्ने भन्ने कुरा सिकाउँदै छु। आजको भिडियो एकदमै दमदार हुनेवाला छ, त्यसैले भिडियोलाई स्किप नगर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आउनुहोस् सुरु गरौँ आजको दमदार भिडियो। साथीहरू, तपाईहरुले थम्बनेलमा हेरिसक्नु भएको छ। आज मैले पक्कै पनि फेसबुकको प्रोफाइल लक गर्न र अनलक गर्न सिकाउँदै छु। त्यसको लागि सर्वप्रथम हजुरले आफ्नो मोबाइलको फेसबुक ओपन गर्नु होला। थ्री डट्समा क्लिक गर्नु होला, सेटिङमा क्लिक गर्नु होला, प्राइभेसी चेकअपमा क्लिक गर्नु होला। प्रोफाइल लकिङ भन्ने लेखेको हुन्छ, यहाँनिर प्रोफाइल लक गर्न मिल्छ। लक योर प्रोफाइल भनेको हुन्छ, यहाँनिर प्रोफाइल लक गर्न मिल्छ। मेरो फेसबुक चाहिँ प्रोफेसनल ड्यासबोर्डमा भएको भएर यसलाई लक गर्न मिल्दैन। हजुरहरूको प्रोफेसनल छैन भने यसलाई लक गर्न मिल्छ। अनि यदि अनलक गर्न पर्यो भने पनि हामी यहीँनिर आएर अनलक गर्नुपर्ने हुन्छ। थ्याङ्क यू।